आज चाहिँ म हजुरहरूलाई डिकिन कसरी लिने भन्ने सिकाउँछु के। हजुरले डिकिन कसरी लिनुहुन्छ र हजुरहरूको हात मर्किने भाँचिने कारण हुन्छ। हजुर डिकिन भनेको हामीले ठ्याक्क यस्तोमा पार्नुपर्छ। यस्तोमा एकछिन यस्तोमा पार्नुपर्छ। हजुरहरूले यस्तोमा पार्नुहुन्छ अनि यस्तोमा पार्नुहुन्छ। हात भाँचिने कारण त्यही हो। यसरी लिनुपर्ने हुन्छ। एङ्गल मिलाम ट्याक्क टुक्क अनि पास लिने बेला चाहिँ हेर्नुहोस् हजुरले यस्तो गर्नुहुन्छ। औँला फर्किने कारण यस्तो हलुका अठाउने फुत्त फाल्ने यस्तो हलुका अठाउने फुत्त फाल्ने हलुका अठाउने फुत्त फाल्ने हलुका अठाउने फुत्त फाल्ने। देख्नुभयो। अनि सट्टर खाने बेला चाहिँ हामीले जम्प मिलाउनु पर्ने हुन्छ। हजुरहरू हावाताला यसरी हान्नुहुन्छ त्यो गलत हो। यस्तो गर्यो ज्याप यसरी ठुलो फिजार्ने ड्याम मार्ने। बुझ्नुभयो। हजुरहरूले भिडियो कस्तो लाग्यो लाइक सब्सक्राइब गर्न नभुल्नुहोस्।